हेलो गाइस, के छ हाम्रो भ्लगमा तपाईहरुलाई स्वागत छ। आज हामी अब क्लास 10 को तर्फबाट टुर जाँदैछौँ। यहाँ हेर्न सक्नुहुन्छ सबैजनालाई। लिजन ओइ यसको ओरिजिनल हैन के? अब हाम्रो गन्तव्य त टाढै छ, त्यसैले अब हामी पुगिसकेछौँ। पछि हामी अब बिचतिर हुँदै अब हाइडल पावरतिर पुग्छौँ। अब त्यहाँ पुग्नेसम्म भिडियो अब राम्ररी हेरिदिनु होला। हाम्रो च्यानललाई लाइक, सब्स्क्राइब र कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। सक्दो सेयर हुन पर्यो ल। अहिले देखाउ त।
गाइसहरु हामी कहाँ पुग्यो थाहा छैन सरोज के भन्छ जोरडाँडा यता हेरेर बोल न हेलो Hello, welcome to David D Vlogs. साइन्स र विज्ञान Welcome to our Sir Vlog. कति मिनट भयो Hello, she. होइन अलिअलि आइस त हरि यो what's up everyone Come here, come here. वाइफाइ छैन भनेको हटस्पट गाइजहरु पार्टी हुँदैछ पार्टी Why that follow me down? मातिर मलाई उच्च ल गाइजहरु हामी यहाँ कहाँ पुगिसक्यौँ पाल्पा गाडी अहिले रुकिसकेको छ अब हामी टाढे जानु छ गन्तव्य सन्ध्या माइजू केही भन्न चाहन्छ Maizu? ए भान्जी भान्जी Oh, yeah. What do famous for? बटुक यहाँबाट बटुक लास्टै फेमस अब हामी बटुक खान जाने हो यहाँ कति बजिसक्यो सरोजन आइफोन कति हो आइफोन कति स्यामसङ ग्यालेक्सी M02 कति होला होला 15,000 सर ल मेरो भ्लगमा पनि स्वागत छ ठिक छ अर्को पर्यटक गाइजहरु बटुक किनिसकेछौँ हामीले यहाँ पाल्पाको ठाउँबाट अब हल्का नास्ता गरेर अब फेरि गाडीमा हामी अब यात्रातिर जाने अब हामी यता काली गण्डकी साइडतिर पुगिसकेका छौँ हामी यहाँ लुडो खेल्दैछौँ यहाँको सरोज रियाक्सन गड हुनुहुन्छ अनि यो हाम्रो लुडोको म्याच एकदम इन्टेन्स छ 10% चार्ज छ टिम सिन्छ मेरो तैँले मलाई मारिस यार फेरि त्यो मार्ने हो भिडियो बनाउँदै हो लुडोमा 4% छ विनिङ रेट अर्को साउको 70 Give me some rain, give me another chance to go up on Spain. Na 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 na. बोझ में झुकाए वो डायलॉग वाला एक फेरि चल के
खुट्टाल दिने स्याहार भर रोक्दैन क्या त्यसको पहाडमा कहाँ रोक्छ सामीवाला गाना बजाउनु बल्ल पो हुन्छ रमाइलो अलि राम्रो गीत बोला ल गाइजहरू हामी यता ड्यामतिर आइसकेका छौँ अब मैले तपाईँहरूलाई ड्यामको सिन पनि देखाउँछु ल गगन सर हामी कहाँ आइयो अहिले हामी चाहिँ बिर्मी कालीगण्डकी कालीगण्डकी जलविद्युत आयोजना जलविद्युत आयोजना सर बाटो चाहिँ सर यो बनेको कति भयो सर यो बनेको भयो लगभग त्यहाँ इन्फर्मेसन बोर्ड छ त्यहाँ क्याप्चर गर्ने यसको सबै लागत यो बन्दाखेरि अनि कति पैसा लाग्यो कुन देशको सर कति मेगावाट निकाल्न सकिन्छ 144 मेगावाट गाइजहरु 144 मेगावाट निकाल्न सकिन्छ यो स्याङ्जा जिल्लामा पर्छ हजुर सबै इन्फर्मेसनहरू तिमीले रिपोर्टमा चाहिँ लेख्ने है अनि यो बनाउँदाखेरि केही मजदुरको पनि ज्यान गयो त्यहाँ लेखा छ मजदुरहरूको मृत्यु भयो निकै नै दयनीय रहेछ ड्याम बनाउँदा सर यहाँ कति मेगावाट हो 144 हाम्रो घरतिर यही हाल्यो यो नेसनल ग्रिडमा जोडिन्छ सबै नेपालको पावर हाइटेन्सन छ नि हाम्रो के भयो अरूको लाएको हो के त्यहाँ जोड्ने नेपालभरिका प्रोजेक्टहरू अनि त्यहीबाट फेरि डिस्ट्रिब्युट हुँदै जान्छ यहाँ धेरै जो आउने रहेछ 144 यो रन अफ द रिभर प्रोजेक्ट हो तिम्रो रिपोर्टमा लेख्ने हो रन अफ द रिभर भनेको
जलाशय नभएको के यतिले चाहिँ के हुन्छ भने यो सक्छौ अनि यो ठुलो हुँदै जाँदाखेरि पुरा पाउनु गाइजहरू तपाईँले हेर्न सक्नुहुन्छ यहाँ यस्तै खतरा छ एउटा हाम्रो कक्षा 2082 ब्याच कक्षा 10 का विद्यार्थीहरू अहिले यस जलविद्युत आयोजनालाई भ्रमण गर्न गइरहेका छौँ। यहाँ निकै नै अविस्मरणीय दृष्टि पनि हेर्न सक्नुहुन्छ। पहाडले घेरिएको यस नदीको ठाउँमा बनेको यो हाइड्रो पावरले 144 मेगावाट बिजुली निकाल्ने गर्दछ। र अब हामी प्रवेश पुग्न लाग्यौँ। पछाडि भन्दै जा ओइ रातो लाइन भन्दा उता हैन रातो लाइन पछि गाइजहरू यो रातो लाइन भन्दा उता जान नमिल्ने रहेछ। अब हामी जान्छौँ। You see anything about the vlog? कस्तो लागेछ यो ड्याम? ड्याम जस्तो लाग्यो। ड्याम दिस ड्याम is cool. धन्यवाद सर। Hello everyone. Yes sir. Today we are here in Sandja, Kaligandaki dam site. Yes. The observation of dam here. So we all are here with our dear students. Yes sir. So we'll observe everything, every mechanism here. Sir, how are you feeling today? It's my pleasure to be here with my beloved students. Yes. Not only that we are going to have different experience, like practically that we are going to observe the dam site and all the mechanism of hydropower productions. Yes. Previously we had studied theoretically, but today we are going to say physically, means practically that we are going to experience. So it's a very pleasure moment. Thank you. It's a wonderful experience. Yeah. सुन्नु है सबैले, यो दुईपट्टि रातो लाइन छ। रातो लाइनदेखि बाहिर ननिस्किनुस् है। रातो लाइन भन्दा बाहिर ननिस्किनु। हुन्छ सर। रातो लाइन भनेको रेड जोन हो। रेड जोनको बीचबाट हिँड्ने हो, त्यो क्रस गर्नु पाइँदैन। ओके Okay, let's go sir. ओके लेट्स गो। गाइजहरू हाम्रो साइन्स सरबाट पनि हजुरले अब हेरिसक्नुभयो। हजुर सर। ओके सर। अब हामी ड्यामभित्र गइसकेका छौँ। यहाँ चाहिँ एक प्रकारको यो के रहेको छ माथि पहाडले घेरेको यस नदीमा बनेको यो जलविद्युत आयोजनामा काली गण्डकी जलविद्युत आयोजनामा यसले हाम्रो आर्थिक देशको आर्थिक अर्थतान्त्रिक सबै हाम्रो सकेको छ। सर यो उठाएको के हो यस्तो यो पोलहरू जस्तो? यो पानी छेक्ने उसो भएको हाइड्रोलिक यो पानी हाइड्रोलिक प्रेस जस्तै प्लेट जस्तो पानी छेकिसक्यो अहिले। यो प्रेसरको मेकानिजममा काम गर्छ। अनि यो बिचको ठुलो यो पनि त यो ठुलो त्यो उसबाट केही उसो तान्ने होला यो क्रेन छ कि दोस्रो ठुलो जलविद्युत आयोजना काली गण्डकी। तल प्लेटहरू लागेको छ। यहाँ चाहिँ फेरि तारहरू लगाइएको छ। उता यो नदीको किनारबाट सानो पानी बगिरहेको छ।
यहाँ भगवानको मन्दिर रहेको छ गाइजहरू। आई थिङ्क यो हेड क्वार्टर हो हाम्रो यहाँको जलविद्युत आयोजनाको हेड क्वार्टर। हाँसीमा एउटा मसिन रहेको छ। काली गण्डकी परियोजना यसमा केही इन्फर्मेसनहरू रेड लाइन क्रस भइसकेको छ। यहाँ सबै इन्फर्मेसन लेखिएको छ गाइज है। कतिजना मरेर रहेछ हेर त 1 2 बनाउँदाखेरि मरेका मजदुरहरू 1 2 3 कति छन् हेर त अन्त यतिजनाले चाहिँ त्यो बन्दाखेरि ज्यान गुमाए। यत्रो जनामा एउटा 18 जनाले ज्यान गुमाएका थिए। अनि सबै 17 जना नेपाली, 1 जना विदेशी रहेछ। लास्टको विदेशी हैन। डेट सहित छ त्यहाँ। 1997 मा बनेको यो। 1997 मा स्टार्ट भएर 2002 मा कति वर्ष लाग्यो? 2002 हैन 97 5 वर्ष लाएर बनाएको। 5 वर्ष लाएर बनाएको। फोटो टक्क उता गरेको छ पहाड खतरा लेख्यो। भिडियो त नखिच पर्नु भयो। यही खिचे नि हुन्छ एउटा। यहाँ राम्रो मैले त्यही सोचेर आएको। उताबाट क्यामेरा उताबाट लिएर यता उभाउने। ल बाबु ल खिच्दिउ। सबै एउटा ग्रुप फोटो खिचेर ल अलि अगाडि आउ तिमी। हेलो 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 लाइक शेयर कमेंट सब्सक्राइब करो लाइक करो सब। हाम्रो नेपाल सरकारको प्रोपर्टी हो। नेपाल प्राधिकरणमा यो चाहिँ प्रोपर्टी हो। यसमा चाहिँ अब ठेकेदार चाहिँ इटाली हैन, जापान, धेरै देशका ठेकेदारहरू छन् यसमा। इन्डियाको पनि छ टाटा इन्टरनेसनल भन्ने। टाटाले यहाँ काम गरेको र यहाँ चाहिँ लगभग 16 जना मजदुरहरूले हैन 18 जना मजदुरहरूले ज्यान गुमाए यो प्रोजेक्ट बनाउँदाखेरि। हजुर सर। पृथ्वीको सम्मानमा यो बनाएको यो त्यतिबाट आयो भने अगाडिबाट स्मारक हो यो हैन। र यो नेपालको अहिले चाहिँ दोस्रो ठुलो जलविद्युत आयोजना हो। दोस्रो पहिलो कुन हो सर? पहिला अप्पर तामाकोसी, अहिले 456 मेगावाट उत्पादन हुन्छ त्यहाँ 144। अनि यो चाहिँ अहिले दोस्रो ठुलोमा बनिन्छ है। हजुर सर। सबै साथीहरू यहाँबाट यसरी लिदिने हैन। तिम्रो अगाडि आऊ हेर्दै यो पानी ब्लकेट गरेको हो। पानी बेलबारीमा गएर बिजुली निकालेछ। पावर हाउस छ बल्ल। यो चाहिँ जलाशय हो हैन। यो पानी थुन्ने र यहाँबाट सुरुङमा हाल्ने काम मात्रै हुन्छ यहाँबाट। बुझ्यौ नि? विद्युतमा के हुँदो रहेछ एक ठाउँ के भयो? कसो सरजको लागि भुवै भुवा लाग्यो।
गाइजहरू हामी लगभग अन्तिममा आइसकेका छौँ र भिडियोलाई लाइक सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला है। सम्पूर्णमा नमस्कार। साइन्स विज्ञान च्यानल हेरेर बसिरहनुभएका सम्पूर्णमा नमस्कार। यति बेला हामी साइन्स विज्ञानसँग अन्तर सम्बन्धित विषयलाई लिएर स्याङ्जा जिल्लाको मेर्मी भन्ने ठाउँमा उपस्थित भइरहेका छौँ। यति बेला हामी उपस्थित भएको यो ठाउँ स्याङ्जा जिल्लामा अवस्थित छ। मेर्मी कालीगण्डकी ए जलविद्युतको ड्याम साइडनेरबाट यहाँहरूसँग प्रस्तुत भइरहेका छौँ। नेपालको दोस्रो ठुलो जलविद्युत आयोजना कालीगण्डकी ए, जहाँ 144 मेगावाट विद्युत उत्पादन हुन्छ। अप्पर तामाकोशी जो नेपालको 456 मेगावाट विद्युत उत्पादन हुने पहिलो जलविद्युत आयोजना हो भने यो चाहिँ नेपालको दोस्रो ठुलो जलविद्युत आयोजना कालीगण्डकी ए। यसको ड्याम साइटको पेरिफेरीबाट यहाँहरूसम्म चाहिँ हामी प्रस्तुत भइरहेका छौँ। विशेष गरेर यो ड्याम साइडमा चाहिँ माथिपट्टि यतापट्टि म तपाईँलाई देखाउन चाहन्छु। यो साइडनेरबाट चाहिँ के गरिएको छ भने पानीलाई ब्लकेट गरिएको छ, रोकिएको छ। हाइड्रो इलेक्ट्रिसिटी प्रोडक्सनको प्रोसेसमा के हुन्छ भने कुनै निश्चित ठाउँमा चाहिँ वाटरलाई कलेक्सन गर्ने गरिन्छ, ह्युज एमाउन्ट अफ वाटरलाई कलेक्सन गर्ने गरिन्छ र त्यो कलेक्टेड वाटरलाई चाहिँ सर्टेन हाइटबाट टर्बाइनमा रिलिज गरिन्छ, जसले गर्दा टर्बाइनलाई रोटेट गर्छ र लार्ज एमाउन्ट अफ इलेक्ट्रिसिटी उत्पादन गर्नको लागि टर्बाइनको रोटेसन, यहाँ भएको अमाउन्ट अफ वाटर, यसको स्पिड के कति हुन्छ भन्ने कुराले पनि डिटर्माइन गर्छ। त्यस कारणले गर्दा नेपालको दोस्रो ठुलो जलविद्युत आयोजनाको रूपमा लिने गरिन्छ, जहाँबाट 144 मेगावाट विद्युत उत्पादन भइरहेको छ। र यो यति मात्रै नभएर यो स्याङ्जा जिल्लामा रहेको यो ठाउँमा चाहिँ पर्यावरण पनि अत्यन्तै रमाइलो रहेको हुँदा यसलाई चाहिँ विज्ञान विषयका विद्यार्थीहरूले यसलाई चाहिँ अब्जर्भेसन अथवा फिल्ड स्टडीको रूपमा पनि लिन सक्छन्। तर यहाँको यो प्राकृतिक सौन्दर्यताका जुन चाहिँ विशेषता छ, जसका कारणले गर्दा मानिसहरूले यसलाई चाहिँ शैक्षिक भ्रमण अथवा अन्य कुनै पनि किसिमको भ्रमणको रूपमा पनि लिन जान्छन्। त्यस कारणले यहाँ केवल विद्यार्थीहरू केवल प्र्याक्टिकल गर्ने अथवा परियोजना कार्यको लागि मात्रै नभएर अन्य विविध रमाइलो क्षण व्यतीत गर्ने ठाउँको रूपमा पनि यसलाई लिने गरिन्छ। तर यहाँ भने सबै ठाउँमा चाहिँ जान अलाउड हुँदैन। यहाँ विशेष निर्देशन दिएर निर्देशनलाई पालना गरेर त्यसअनुसार चाहिँ हिँड्नुपर्ने हुन्छ। यहाँको एक्सेस चाहिँ हामीलाई यति मात्रै भएको छ, यति मात्रै छ। त्यस कारणले हामीले यहाँहरूलाई यसको पेरिफेरीबाट देखाइरहेका छौँ र आशा छ यहाँहरूले यस भिडियोलाई स्याङ्जाको मेर्मीमा रहेको यस कालीगण्डकी जलविद्युत आयोजनाको यो ड्याम साइडलाई यहाँहरूले साइन्स विज्ञान च्यानल मार्फत देख्न पाउनु भएको छ। आशा छ यहाँहरूले यसलाई लिएर आनन्द महसुस गर्नुहुनेछ। यस्तै भिडियोहरूको लागि र विशेष गरेर साइन्ससँग रिलेटेड कुराहरू चाहिँ हामी यस च्यानलबाट पस्किने हुँदा यहाँहरूलाई विज्ञान, साइन्स एन्ड टेक्नोलोजीप्रति इन्ट्रेस्ट छ भने यस च्यानल मार्फत जोडिन सक्नुहुनेछ। धन्यवाद। बसतिर जाँदैछौँ। हाइट पावर निकै नै ठुलो माने मैले त। अब हामी अझै स्थलहरू घुम्न अझै बाँकी छ। भिडियोलाई राम्ररी हेर्नु।